गति गर्नु यो भनेको चाहिँ तिमीहरु 8 क्लास हो तिमीहरुले पढेको 7 हो तिमीहरु 7 क्लास हो 7 ले पढेको कुराहरु चाहिँ 8 ले पढिसकेको छ 8 मा गयो भने 7 पढेर 8 ले थाहा हुन्छ एक्जाममा कस्तो क्वेशनहरु आउँछ भनेर एक दिन चाहिँ तिमीहरु र तिमीहरु भन्दा ठूलो 8 क्लासकोहरुलाई सँगै राखेर गयो भने तिमीहरु थाहा हुन्छ नि एक्जाममा कस्तो क्वेशन पढेछ तिमीहरु राम्रो मार्क्स आउँछ भन्ने कुरा थाहा हुन्छ टिचरहरु भन्दा तिमीहरुको एज ग्रुपको मान्छेहरुले थाहा हुन्छ नि त तिमीहरुले बुझ्नु नि त आफ्नो साथीहरुको कुरा बुझ्दैन भने टिचर भन्दा बढी आफ्नो साथीहरुको भरोसा गर्छ हो कि हैन र अर्को भनेको मेन्टल हेल्थ अवेयरनेस अझ पढाइको धेरै प्रेसर हुन्छ जहिले पनि पढाइ मात्रै हुन्छ है त्यसलाई हटाउनको लागि चाहिँ तिमीहरुले के गर्नुपर्छ मेडिटेसन गर्नुपर्छ हप्तामा एक दिन चाहिँ फर्स्ट ट्रेनमा मेडिटेसन र योगा गर्नुपर्ने कुरा म लिएर आउँछु बचिते भने अर्को भने चाहिँ यो चाहिँ हामी सबैलाई काम लाग्ने कुरा हो हामी ठुलो 10 क्लासलाई पनि काम लाग्ने कुरा हो एजुकेसन फिजिकली यो भनेको चाहिँ तिमीहरुले च्याप्टरहरु पढ्छौ उद्योग कृषिको बारेमा पढ्छौ है तर तिमीहरुले त्यो उद्योग हाम्रो सिमेन्ट फ्याक्ट्री छ हाम्रो हेटौडामा हो कि हैन हो तिमीहरुलाई थाहा छ त त्यो सिमेन्ट फ्याक्ट्रीले कसरी काम गर्छ कसरी सिमेन्ट बन्छ कहिले तिमीहरुले आँखाले देखेको छौ त टिभीमा देखायो होला कि मोबाइलमा देखायो तर आँखाले देखाएको छैनौ नि अनि तिमीहरुले जङ्क फुड अहिले अलाउड छैन मैदाको पिठो अहिले अलाउड छैन भन्ने कुरा पनि आयो के तिमीहरुलाई थाहा छ त्यो मैदाको पिठो किन अलाउड छैन भने थाहा त थाहा नि कसरी चाहिँ हानिकारक हो भन्ने थाहा त थाहा छैन तिमीहरुले चाहिँ तिम्रो आँखै अगाडि गएर त्यो उद्योगले कसरी काम गर्छ के गर्छ भन्ने कुराहरु देखाउनको लागि एजुकेसन फिल्ड भिजिट भन्ने कुरा म लिएर आउँछु तिमीहरुको लागि बुझ्यौ अर्को भनेको चाहिँ बस यो सबैको एजेन्डामा ल अहिले यहाँ कतिजनालाई सुनाएर जानुभयो बस पिउने पानी सबैको होला सुन है म पनि एउटा बस स्टुडेन्ट हो मैले देखेको छु कति ट्र्याक हुन्छ अझ धेरै जस्तो त घरभन्दा अगाडि नै हामीलाई उतारिदिनु हुन्छ हामी हिँड्दै जानुपर्छ है त्यसैले हाम्रो स्कुलमा बस ल्याउनु पनि निकै आवश्यक भइसकेको छ तिमीहरूले मलाई चिन्यो भने म यो एजुकेसन फिल्ड भिजिट र बस ल्याउनलाई चाहिँ जोरदार पहल गर्नेछु है त्यसमा मलाई तिमीहरूको सपोर्ट चाहिएको छ अर्को भनेको चाहिँ स्काउट चाहिँ हाम्रो स्कुलमा चाहिएकै छ किनकि सबै स्कुलमा पनि छ पहिला हाम्रो स्काउट ल्याउने भनेर भन्नुभएको थियो तर आएन अब चाहिँ मैले जित्यो भने यो बालकमद्वारा स्काउट ल्याउने प्रोग्राम चाहिँ म जसरी पनि गर्नेछु अर्को भनेको ट्यालेन्ट हन्ट भनेको चाहिँ तिमीहरूभित्र सबैभित्र लुकेको क्षमता हुन्छ कसैलाई फुटबल राम्रोसँग खेल्न आउँछ कसैलाई क्रिकेट राम्रोसँग खेल्न आउँछ कसैलाई के राम्रोसँग खेल्न आउँछ कसैलाई पढ्न मन लागेको थियो कसैलाई लाग्छ एक दुईजना छ राम्रो पढाएको गेम खेल्न मन लाग्ला कसैलाई फ्री फायर खेल्न मन लाग्ला कसैले टिचरले भने गरे कसैले प्यारेन्ट्समा फ्री फायर कसै राम्रो खेल्यो 1v1 आफ्नो साथीसँग हो त्यो भएको थियो कि त्यो कष्ट भएको थियो कि अब झन् तिमीहरुलाई कसैले नोब्रा भनेपछि झन् रिस उठिहाल्छ तर तिमीहरुले यो अहिले पनि फ्री फायर खेल्छ है तिमीहरुले चाहिँ मलाई जितायो भने तिमीहरुको भित्रको खुबीहरु स्कुलमा पनि तिमीहरुले देखाउन पाओस् तिमीहरुले जे मन पर्छ त्यो आओस् भन्ने मैले भिडियो बनाएर राखेको छु युट्युबमा हालिदिन्छु थाहा भइहाल्छ नि ल हात उठा उठाउनु भइहाल्छ नि उठाइदिनु खोइ हात उठा खोइ एजुकेसन फिल्ड